हेलो नमस्ते सबैजनालाई। आजको नयाँ भ्लगमा हामीहरू भने सिन्धुपाल्चोकमा रहेको नागी डाँडा भन्ने ठाउँमा घुम्न जानेछौँ र उक्त ठाउँमा जानको लागि आवश्यक पर्ने सम्पूर्ण जानकारीहरू चाहिँ तपाईहरुलाई गराउनेछौँ। तपाईहरु भने भिडियोसँग जोडिदै गर्नुहोला। फाइनली अहिले भने हामी मेलम्ची बजार आइपुगिसकेका छौँ। तल्लो बजार चाहिँ हाम्रो यहाँदेखि सुरु हुन्छ। तल्लोको आजको हाम्रो टुर चाहिँ फाइनली अहिले चाहिँ हामी यो धापको स्कुलमा आइपुगेका छौँ। यो श्री थम्पाल माध्यमिक विद्यालयमा। यहाँबाट भ्यू चाहिँ एकदमै बबाल देखिँदो रहेछ हिमालको। फेरि हाम्रो यात्रा अझ अगाडि बढ्ने क्रममा नै छ, बढी नै रहेछौँ हामी। त्यो गेटमा आइपुगिसकेका छौँ। तपाईँ यहाँबाट आएपछि दुईवटा बाटो फाट्छ, एउटा तलतिर एउटा माथितिर। माथितिर चाहिँ तपाईँलाई म देखाउँछु। यहाँ बोर्ड सरले बिसाउन यो बोर्ड छ होइन, सबै चिजहरू यो म्यापमा छ। म्याप हेरेर पनि तपाईँ जान सक्नुहुन्छ। अब हाम्रो यात्रा चाहिँ नागी डाँडा हुन्छ। अब उकालोतिर लाग्छ हामी। ठ्याक्क हामी यो गेटबाट उकालो लागिसकेपछि एकदमै बबाल भ्यू हेर्न पाइन्छ। यहाँनिर चाहिँ ट्याक्क देख्न सक्नुहुन्छ। यो धाप तलको चाहिँ धाप बस्ती हो। यो ट्याक्क यो छ। अनि यहाँनिर चाहिँ हाम्रो स्कुल छ। यतापट्टि हेल्थ पोस्ट के लगायतका मन्दिरहरू। फाइनली अहिले भने हामीहरू चाहिँ माने खर्कमा आइपुगिसकेका छौँ। यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यो माने खर्कको प्रहरी चौकी, यो चेकिङ पोस्ट हो। र यतापट्टि रहेको सुन्दर बस्ती गाउँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। एकदमै सुन्दर छ। यो माने खर्कको अलि यतापट्टि आएर तपाईँ देख्न सक्नुहुन्छ। र पारिपट्टिको भुटानको गाउँ र हिमाल। आज हामी यो वर्षको 2081 सालको चाहिँ पहिलोपटकको हिँड्नै हो। यो चाहिँ हिँड्नै परेको थिएन। हिँड्नु परेको हामी बिहान चाहिँ हामी घुम्न आइरहेछौँ। एकदिन चलिरहेछ। आज भने हामी फाइनल्ली यो नागी डाँडा भन्ने ठाउँमा आइपुगिसकेका छौँ। यो चाहिँ हाम्रो सिन्धुपाल्चोकको पाँचपोखरी थम्पाल गाउँपालिकामा पर्दछ। र तपाईँ धापदेखि चाहिँ माथि आउनु भएपछि तपाईँ आधी 1 घन्टाको आसपासमा तपाईँ यही ठाउँमा आइपुग्न सक्नुहुनेछ। र एकदमै सुन्दर छ। तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडिको भ्यूहरू। अनि यतापट्टि चाहिँ हाम्रो हिमालको भ्यू पनि देख्न सक्नुहुन्छ। हिमालको भ्यू, हिउँसँगै भ्यू पनि एकदमै सुन्दर। एकदमै सुन्दर ठाउँसँगै हिमाल। नागी डाँडाबाट देखिने यो सुन्दर बस्ती थङपाल बस्ती लगायतका बस्तीहरू छन् यतापट्टि। एकदमै सुन्दर छन्। देख्न सक्नुहुन्छ यो बस्ती हो पुरै। यहाँनिर हाम्रो ताल पनि रहेछ, पानी पोखरी पनि रहेछ यहाँ ठुलो। देख्न सक्नुहुन्छ। एकदमै मस्त भ्यू छ तलपट्टि।
स्कुल पनि छ र हाम्रो धात चाहिँ यतापट्टि पर्छ र एकदमै सुन्दर छ।